8 बजे अराउन्ड हामी सुरु गर्छौँ। सर त्योभन्दा 8 बजे अगाडि चाहिँ सर हजुर त्योभन्दा अगाडि हामी सबैको परिचय पनि गरौँ न सर। आज के पहिलो क्लास हो। ल एकदमै राम्रो। अरू साथीहरू आउनुहुन्छ कि भन्ने सोच हो मेरो होइन। हजुर अरू साथीहरू पनि आइदिए सजिलो हुन्थ्यो। अब उहाँलाई दिउँसो मैले फोन गरेको हो सर हजुरलाई। हो हजुर को बोल्नुभयो? रामहरि कार्की। ल गुड ल ठिक छ। ल यसो फोन गर्दाखेरि झन्झट नमान्नु ल सर। हो नि त्यस्तो यस्तो म कहिले काहीँ कोर्टमा गएको बेलामा चाहिँ त मेरो फोन उठ्दैन। अनि कुनै प्रेजेन्टेसन अथवा मिटिङमा भएर फोन उठ्दैन। नत्र भने चाहिँ म एकदम क्विक रेस्पोन्स गर्ने मान्छे हो। मेरो रेस्पोन्स चाहिँ क्विक हुन्छ। हस् सर हस्। नजाने कुरा तपाईँहरू काठमाडौँ आएको बेलामा नि काठमाडौँ आउने साथीको काठमाडौँ हुनुभएको साथीहरू त अब त्यहाँ आएर मलाई भेट्यो हो होइन। तपाईँहरू कलेज छेउमा मेरो अफिस छ होइन। अब कतिपय अवस्थामा साथीहरू बाहिर हुनुहुन्छ भने पनि म त्यो एउटा टाइम मिलाएर तपाईँहरूले आफूलाई कुनै कन्फ्युजन भयो भने एट द टाइम तपाईँले आफ्नो कुरा सेयर गर्न सक्नुहुन्छ। ठुलो कुरा भएन। सरसँग बसेर एकदिन त मैले खाजा पनि खाएको छु। हजुरले याद गर्नु भएन मलाई। हो र ओखलढुङ्गे है कहाँ खाजा ओखलढुङ्गेसँग हो ठिकै छ। राम्रै भयो। हाम्रो क्याम्पस चिफ हजुर म 3 जना बसेर खाएको होला। ल चिनी राम्रो बोल्नु। अब चिनी हालिने मैले। त्यसै परिचय गर्दै गरौँ है त। परिचय सुरु गरौँ है त सबैको। हुन्छ सर हुन्छ। अब मेरो नाम चाहिँ डाक्टर मधुसूदन नेउपाने। म चाहिँ विगत 30 वर्षदेखि मिडियाको टिचिङ लर्निङ प्र्याक्टिसेसमा छु। प्लस यो पहिला कान्तिपुरमै थिएँ म। कान्तिपुर समाचारपत्र स्पेस टाइम हुँदै मैले धेरै मिडियामा काम गरेँ। लगभग 20 वर्ष भयो मैले पत्रकारिता पढाएको छु होइन। र मेरो चाहिँ पिएचडी आरटिआई सूचनाको हकको नेपालमा 7 to 17 10 वर्षको अभ्यास के छ भनेर हेरेँ मैले। र म चाहिँ अहिले नेपालको जस्तो त्रिभुवन विश्वविद्यालयको विशेष समिति सदस्य पनि बसेर काम गरेर मैले पत्रकारिता तथा आम सञ्चारको। त्यसरी म पूर्वाञ्चल विश्वविद्यालय यो महेन्द्र सञ्चार विश्वविद्यालय लगायत इन्डियाको चाहिँ 9वटा विश्वविद्यालयको म भिजिटिङ फ्याकल्टी छु होइन। त्यही छ मेरो। अब अरू चाहिँ के छ लिगल प्र्याक्टिस गर्छु म। मेरो परिचय दिदी मैले अरू कुरा के छ भन्दा मेरो तपाईँले गुगलमा मेरो नाम हान्नु हो भने मेरो त्यो अमेरिका बेलायत चाइना लगायतको ठाउँहरूमा यो पब्लिस भएको धेरै मेरो जर्नलहरू तपाईँले पाउनुहुन्छ। तपाईँले कुनै विषयहरू आफूलाई मन लाग्यो भने तपाईँले त्यहाँबाट साइटेसन गर्न सक्नुहुन्छ। मिडियासम्म सम्बन्धित छ मेरो मोस्ट अफ द आर्टिकल्स रिसर्च आर्टिकल्सहरू होइन। त्यहाँ क्याम्ब्रिज जर्नल्सहरूमा छ। यति नै भने मैले अब म यहाँबाट विष्णुजीबाट आफ्नो परिचय दिन आग्रह गर्छु है त। म विष्णुजी त्यहाँबाट सुभाषजी। नमस्कार मेरो नाम विष्णु पोखरेल। म बुटोलदेखि। सरसँग मैले त अफिसमा भेटेको छु। अब थेसिस बाँकी छ, अरू सब सकेको हो। मैले चाहिँ रूपन्देहीमा मिडिया व्यवस्थापन सम्बन्धी एउटा थेसिसको टपिक चाहिँ लिएको थिएँ। खासै काम गर्न सकेको छैन। मेरो चाहिँ यति नै छ सर। सर नमस्कार सर, सबैजनामा नमस्कार। म सुभाष राई सर। मेरो पर्मानेन्ट चाहिँ इलाम हो सर। अहिले चाहिँ भक्तपुर बस्छु सर, राधेमा। अनि प्रेस काउन्सिल नेपालमा जब पनि गर्छु। म चाहिँ 2024को ब्याच। अब थेसिसको लागि नयाँ नै हो सर, नयाँ स्टुडेन्ट हो सर। पुरानो सब कम्प्लिट भएको छैन हाम्रो चाहिँ। यति नै सर अहिले। तपाईँको प्रेस काउन्सिल दिपकजी र म क्लासमेट है। ए हो सर। उहाँ चाहिँ अब मेरो हाकिम साहब हुनुहुन्छ। त्यही छ। ल हाम्रो एलिनाजी पहिला हरुण बाते बिचमा ल भन्नुहोस् तपाईँको। हजुर नमस्कार है, म टोप्ला लरियाल गुल्मीबाट। सरसँग फोनमा कुरा भएको छ। विषयवस्तु पनि फाइनल भएको छ, तर गर्न सकिरहेको छैन। अब गर्न पर्ला सर। ल अरू एलिनाजी
इलिना और एलिना? इलिना। नमस्कार सर, सबै साथीहरूलाई नमस्कार। म चाहिँ इलिना होइन एलिना सर, एलिना दियाली। घर एलिना मेरो हजुर आएको एलिना। अनि घर तपाईँसँगै बसेर गइरहेको छु। रेडियोसँग रिलेटेड टपिक नै चुज गर्न खोजे हुन चाहिँ, तर काम चाहिँ गर्न सकेको छैन। अब यो क्लास पछि चाहिँ कन्टिन्यू क्लास लिएर थेसिस सकिहाल्ने भन्ने र टोपी उडाउने इच्छा छ सर। धन्यवाद। सरोजी। सरोजी। नमस्कार सबैलाई, मेरो नाम सरोज कोइराला। म चाहिँ 2023 को विद्यार्थी अनि विषय पनि फाइनल भइसकेको थियो। यो टेलिभिजन अन्तर्वार्ताहरूमा विविधताको प्रश्न भन्ने थियो। सरले मौखिक रूपमा चाहिँ पास गर्नुभयो, तर मैले चाहिँ त्यो पनि औपचारिक चाहिँ पास गराउन सकेको छैन। अब यो क्लास पछि अघि एलिनाजीले भने जस्तै कन्टिन्यू गर्ने विचारमा छु। धन्यवाद। कमलाजी। सबैजना नमस्कार। सर म कमला तामाङ, तर मेरो चाहिँ सरले दिनुभएको आइडी र यो कमला खरेल म्यामको आइडी र मेरो आइडी चाहिँ पासवर्ड चाहिँ एउटै परेको भएर मेरो चाहिँ जहिले पनि जोइन गर्दा उहाँको नामबाट पर्छ। अनि म चाहिँ अहिले सिन्धुपाल्चोकमा छु सर। हो सर हो। अनि प्रपोजल पठाउनु भएको थियो? हो सर हो। प्रपोजल पठाएर पनि हजुरले केही साइटेसन थप्नु भन्नुभएको थियो, त्यो थपेर पठाइदिएको छु सर। अब थेसिस चाहिँ अब सिक्नु पर्ला तपाईसँगै। थ्याङ्क यू सर। ठिक छ। रामहरिजी। नमस्कार, रामहरि कार्की। मेरो घर रौतहट हो। अहिले ललितपुरमा बसिरहेको छु। पोलिगनमा अहिले 4th सेमिस्टरको स्टुडेन्ट, 2024 को ब्याच हो। यति नै भनौँ अहिले। ठिक छ, एकदम। टोप्लाजी भइसक्यो। हाम्रो को हुन्छ अरू? स्क्रिनमा मैले तर कतिदेखि अरू बाँकी साथीहरूले आफ्नो परिचय दिन जानुहोस् त। विवेकजीहरू हुनुहुन्छ के अरे? सर नमस्ते। हजुर सर, म विजय कुमार सिंह धनुषाबाट। पोलिगनको चाहिँ 2024 को ब्याच हो। यो थेसिसको लागि चाहिँ नयाँ हो सर। हजुर यति हो। राम्रो। ल हाम्रो अरू साथी को हुनुहुन्छ? नमस्कार सर। नमस्कार सर। नमस्कार सर। स्क्रिनमा यो मेरो म आशिष रेग्मी, म पनि 2024 को पोलिगन स्टुडेन्ट। सर नमस्कार सर, म विवेक रेग्मी इटारीबाट। म 2024 को पोलिगन कलेजबाट हो सर। थेसिसको लागि आजै जोइन भएको छु। अरू साथी आशिषले बोल्नुभयो? हजुर सर, म पनि 2024 को पोलिगनबाट नयाँ। हजुर अरू कोही बाँकी हुनुहुन्छ? साथीहरूले आफ्नो परिचय दिँदै गए हुन्छ। कोही बाँकी हुनुहुन्छ भने? ल अब विषय प्रवेश गरौँ। हुन्छ सर, हाम्रो 8 पनि बजे। अब साथीहरू आउनु होला। अब सबैलाई पर्खिन पनि सकिँदैन सर, हाम्रो रेल छुट्यो। अब एकदम हेला। अब रेकर्ड गर्नु भएको छ कसै साथीले? रेकर्ड छ, यो रेकर्ड छ। ओके। ल अब अगाडि बढौँ है। पहिला थेसिस के हो भनेर बुझ्नुपर्छ। पहिला थेसिस के हो? तपाईँ अब मास्टर्स लेभलमा तपाईँले 4th सेमेस्टर, 1st, 2nd, 3rd, 4th सेमेस्टर 4वटा सेमेस्टर तपाईँले पास गर्नुभयो हैन? त्यसपछि के तपाईँ अब थेसिस के हो भनेर बुझ्नुपर्छ। पहिला तपाईँले फर्स्ट इयरमा पढ्नुभयो, त्यसो तपाईँले मास्टर्स लेभलमा जति पनि लेभलमा तपाईँ जे विषयहरू पढ्नु भएको थियो नि, त्यसको तपाईँले एकाडेमिकल्ली
तपाईले एक्जामिनेसन दिएर त्यो पढेका विषयहरूको बारेमा तपाईको अन्डरस्ट्यान्डिङ के छ भनेर तपाईले सोधेका क्वेशनको रिटर्न आन्सर गर्नुभयो, भाइबा दिनुभयो र तपाईले एक किसिमबाट आफ्नो रिटन एक्जामलाई तपाईले सक्नुभयो। अब रिटन एक्जाम सक्दैमा तपाईहरुको यो स्टेज पुरा भएको मानिदैन। किन मानिदैन भने अब तपाईले मास्टर्स लेभलमा पढिसकेपछि यो रिटन एक्जाम मात्रै तपाईको त्यो होइन, अब प्र्याक्टिकली तपाईले त्यो 4 वटा सेमेस्टर पढ्दाखेरि के बुझ्नुभयो त? मिडियाको विषयमा, कम्युनिकेसनको विषयमा, मिडियाका जति पनि डिसिप्लिनहरु छ नि, जस्तो तपाईको हामी जति पनि भन्छौँ यो प्रिन्ट मिडिया भन्छ, इलेक्ट्रोनिक मिडिया भन्छौँ, अनलाइन भन्छौँ, अहिले त एआई कुरा छ। जति पनि विषयहरु छ जस्तो ग्लोबल कम्युनिकेसन कुराहरु भयो, लगायतका जति पनि विषयवस्तुहरु पढ्नुभयो, तपाईले कुनै हिस्ट्री पढ्नुभयो, कुनै प्र्याग्मेटिक प्र्याक्टिकल विषयहरु पढ्नुभयो, कुनै करेन्ट इस्युहरु पढ्नुभयो हैन, कुनै समसामयिक विषयवस्तुलाई तपाईले पहिचान गर्न सिक्नुभयो। कतिपयमा तपाईले पढेका बुझेका विषयहरु, आफ्ना अनुभव भएका विषयहरुमा तपाईले के ज्ञान हासिल गर्नुभयो, त्यसलाई मात्रै इनफ मानिदैन। A master's, to be a master in journalism mass communication, happen on this genre भन्ने हो के। यो जुन जेनरा छ, थेसिस जुन जेनरा छ, यो जेनरामा चाहिँ तपाई कमान्ड हुनुपर्छ भन्ने चाहिँ महत्त्वपूर्ण पार्ट हो। अब यसरी बुझ्नुस्, तपाईले फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर, फोर्थ इयर, इट मिन्स फर्स्ट सेमेस्टर, सेकेन्ड सेमेस्टर, थर्ड सेमेस्टर, फोर्थ सेमेस्टर है, मैले ब्रेक गर्ने फोर्थ इयर भन्ने सेमेस्टर भनेर भने मैले। अब तपाईले कसरी बुझ्नु, तपाईले पढेका विषयवस्तुहरुबाट तपाई व्यावहारिक ज्ञान के लिनुभयो र त्योबाट तपाईले त्यो आफ्नो कन्सेप्ट बनाएर त्यसलाई प्रेजेन्ट गर्न सिक्नु भएको भएन भने चाहिँ महत्त्वपूर्ण कुरा हो। र यसलाई के छ, थेसिस राइटिङ चाहिँ महत्त्वपूर्ण कुरा हो। थेसिस राइटिङ जस्तो तपाईलाई थाहा छैन, तपाईलाई कति ज्ञान छ, मलाई त केही ज्ञान थियो। जस्तो 2046 साल भन्दा अगाडि तपाईले फर्स्ट इयर र सेकेन्ड इयर मास्टर्समा पढिसकेपछि तपाईले गाउँमा गएर नेपाल सरकारको कुनै एउटा मन्त्रालय अन्तर्गत कुनै गाउँमा गएर तपाई 1 वर्षसम्म काम गर्नुपर्थ्यो, तपाईलाई तलब दिइन्थ्यो र त्यो तपाई गाउँमा गएर 1 वर्ष काम गरेर तपाई तलब लिनुहुन्थ्यो। त्यसको आधारमा तपाईले त गाउँमा तपाई जुन एउटा अनुभव तपाईले सँगाल्नुहुन्थ्यो आफ्नो एउटा काम गरी हो, त्यो सबैलाई एउटा रिपोर्टिङ गरेर एउटा फर्मेट बनाएर एउटा रिपोर्ट प्रेजेन्ट गरेपछि मात्र मास्टर्स डिग्रीको सर्टिफिकेट दिन्थ्यो है। 2046 सालभन्दा अगाडि, 2046 सालभन्दा पछि त्यो ट्रेन्ड चाहिँ के छ भन्दा टोटल बन्द गरियो है। त्यसकारणले पनि मैले के भन्न खोजेँ भन्दा एक्जामिनेसनमा एउटा एक्जाम हलमा कुनै पनि एउटा क्वेशनयरलाई, कुनै पनि क्वेशन पेपरलाई अटेन्ड गरेर आन्सर गरेर आफ्नो एउटा के छ भन्दा अभिज्ञता त सही छ। त्यसमा तपाईले थ्योरिटिकल पार्ट गर्नुभयो, प्र्याक्टिकली तपाईले भाइभा अटेन्ड गर्नुभयो। अब यो कुरा तपाईले यो 4 सेमेस्टरमा पढेका विषयवस्तुहरुमा चाहिँ तपाईको अन्डरस्ट्यान्डिङ के हो, तपाईको लेख्ने माध्यम भनेको थेसिस राइटिङ हो। त्यसकारणले पनि थेसिस राइटिङ के छ भन्दा महत्त्वपूर्ण पार्ट हो, जसले टु बी अ मास्टर तपाईलाई मास्टर्स डिग्रीको सर्टिफिकेट दिनको लागि यसले के गर्छ भन्दा तपाईलाई रेक्टिफाई गर्छ, यसलाई जस्टिफाई गर्छ र तपाईलाई यसले के गर्छ भन्दा तपाईलाई एउटा मास्टर्स डिग्रीको सर्टिफिकेट लिनलाई यसले योग्य बनाउँछ है, योग्य बनाउँछ। अब थेसिस राइटिङ what is it भनिहाल्ने, thesis writing is a significant research for completing a master's degree. हेर्नुस् है, यो मास्टर्स डिग्री सके कुनै पनि विषयलाई त्यो विषयको कन्सेप्चुअल, एम्पिरिकल, थ्योरिटिकल र प्र्याक्टिकल नलेजहरुलाई एक्युमुलेट गरेर तपाईले त्यसमा आफ्नो जजमेन्टहरु, आफ्नो पर्सनल जजमेन्टहरु, आफ्नो आफूले के छ प्राइमरी सेकेन्डरी सोर्सबाट इन्फर्मेसनहरुलाई एउटा म्यानेजमेन्ट गरेर एउटा कुनै रिसर्चको प्रोजेक्ट तयार गर्नुहुन्छ भने त्यसलाई थेसिस भनिन्छ। जसले जुन गरे बापत के हो, तपाई के हुनुहुन्छ, यु विल बी अ मास्टर है। इट प्रेजेन्ट्स एन ओरिजिनल कन्ट्रिब्युसन टु द स्टडी। जुन विषयमा तपाईले रिसर्च गर्नुहुन्छ, थेसिस राइटिङ गर्नुहुन्छ, त्यो विषयको तपाईसँग एनफ नलेज हुन्छ भन्ने मान्यता यसमा राखिन्छ। यसको अर्थ के हो,
यो तपाईको आफ्नैपनको है, आफ्नै तपाईको अनुभव, आफ्नै ज्ञान, आफ्नै विवेक र आफ्नै क्षमताले तपाईले के छ भन्दा त्यस विषयमा संसारभरि लेखिएका, प्रेजेन्ट गरिएका जति पनि रिसर्चहरू छन्, बुक्स छन्, रिपोर्ट्सहरू छन्, जस्तो के छ भन्दा मन्त्रालयका रिपोर्ट्सहरू छन्, बुक्स, रिपोर्ट, रिसर्च जर्नलहरू सम्पूर्णको जजमेन्टको आधारमा तपाईले एउटा कुनै प्योर एउटा रिपोर्ट तयार गर्नुहुन्छ भने त्यो तपाईको ओरिजिनल कन्ट्रिब्युसन हुन्छ। र यसमा यो तपाईको यो थेसिसलाई ओरिजिनल कन्ट्रिब्युसन गर्नको लागि तपाईले के गर्नुपर्ने हुन्छ भन्दा जोसँग तपाईले ज्ञान लिनुभयो नि, तपाईले अनुसन्धान गर्ने विषयको जुन टपिक छ त्यो टपिकको बारेमा चाहिँ जुन बुकहरुबाट, जुन रिसर्च आर्टिकलबाट, जुन तपाईको सम्बन्धी पब्लिश अनपब्लिश्ड तपाईको एउटा आर्टिकल्सबाट, राइटिङ्सबाट जे कुरा लिनुहुन्छ नि हो त्यो लिए बापत है तपाईले त्यो मार्फत के गर्नुहुन्छ भन्दा आफ्नो एउटा ओरिजिनल पर्सेप्सन तयार गर्नुहुन्छ। तर दोज नलेज के छ भन्दा त्यो तपाईले प्राप्त गरेको ज्ञान चाहिँ केमा बेस भयो भन्दा तपाईले यसअघि अध्ययन गर्नुभएको बुक, रिसर्च रिपोर्ट, आर्टिकल्सहरुमा आधारित भएर तपाईले त्यो एउटा आफ्नो नलेज बिल्ड एउटा ओरिजिनल नलेज तपाईले एउटा विकास गर्ने हुनाले त्यो जुन सोर्सबाट तपाईले इन्फर्मेसन लिनुभयो त्यो सोर्सलाई चाहिँ साइटेसन गर्ने, क्रेडिट दिने काम गरिन्छ, जसले तपाईको रिसर्च रिपोर्टलाई भ्यालिड गर्छ, अथेन्टिक गर्छ, रिलायबल गर्छ र त्यो रिडेबल हुन्छ, त्यो पब्लिसेबल हुन्छ है। त्यसकारणले यसलाई के भनिन्छ ओरिजिनल कन्ट्रिब्युसन्स अफ द फिल्ड अफ द स्टडी भनेर भनिन्छ। कुनै पनि अध्ययन गर्ने क्षेत्रमा जुन विषयमा अध्ययन गरिन्छ त्यो विषयलाई न्याय गर्ने गरी तपाईले के गर्नुहुन्छ भन्दा ओरिजिनल डकुमेन्ट तयार गर्नुहुन्छ। अब थेसिस किन गर्नु पर्यो? यसै के अर्थ भन्दा टु डेमोन्स्ट्रेट मास्टरी अफ द सब्जेक्ट, तपाईले अनुसन्धान गरेको विषयमा तपाईलाई विज्ञ बनाउँछ, विज्ञ देखाउँछ। तपाईले त्यो विषयमा केही न केही विषयवस्तुहरू, केही न केही ज्ञानहरू हासिल गर्नु भए भाषै भन्ने एउटा मान्यता त्यहाँ राखिन्छ। त्यसैगरी टु सो द एबिलिटी टु कन्डक्ट इन्डिपेन्डेन्ट रिसर्च, तपाईले आफ्नो बलबुताले भ्याएसम्म, आफ्नो क्षमताले भ्याएसम्म, आफ्नो क्यापेसिटी प्रयोग गरेर, आफ्नो नलेज प्रयोग गरेर, त्यो पनि के हुन्छ तीन किसिम हुन्छ है नलेज पनि, एउटा कन्सेप्चुअल नलेज हुन्छ, अर्को इम्पेरिकल नलेज हुन्छ, अर्को थ्योरिटिकल नलेज हुन्छ, अर्को पोलिसी नलेज हुन्छ, वाट एभर नलेज आर नेसेसरी टु अक्वायर सच टाइप अफ द जेनरा हैन, त्यो फिल्ड, त्यो जुन विषय छ हैन त्यसलाई जेनरा भनेर भन्छ, त्यो डिसिप्लिन पनि भनेर भनिन्छ। त्यो त्यसको बारेमा तपाईले जे कुरा के छ भने तपाई ज्ञान एउटा आर्जन गर्नुभएको हुन्छ, त्यसलाई जजमेन्ट गर्नको लागि इन्डिपेन्डेन्ट रिसर्चको माध्यम मार्फत भनेको तपाई स्वतन्त्रपूर्वक तपाईले गर्ने रिसर्च हो थेसिस राइटिङ भनेको। अब यो कुरा थेसिस राइटिङ के हो पर्सनल हुन्छ नि, यो कुनै एउटा व्यक्तिले, एउटा मात्रै व्यक्तिले, एकजनाले मात्र कुनै पनि विषय सिलेक्सन गरेर एउटा प्रोजेक्ट वर्क तयार गरेको हुन्छ, एउटा प्रोजेक्ट तयार गरेको हुन्छ र त्यसलाई प्रेजेन्ट गरिन्छ। त्यसलाई के छ भन्दाखेरि कुनै त्योबाट आएको एउटा न्यू इन्साइट्स, नयाँ नलेजहरू, त्योबाट आएको नलेजहरूलाई के छ भन्दाखेरि दुई चारजना व्यक्तिका माझ प्रेजेन्ट गरिन्छ, जसलाई बाह्य भनिन्छ र त्यसको आधारमा तपाईलाई के छ भन्दाखेरि अवार्ड गरिन्छ है। त्यसलाई के भनिन्छ भन्दा तपाईको त्यो के हो तपाईको एबिलिटीमा भर पर्छ, तपाईको क्षमतामा भर पर्छ टु कन्ट्रिब्युट न्यू नलेज अर इन्साइट। अब थेसिसले के गर्छ त हेर्नुस्, नेपालमा त त्यो चलन छैन। तपाईँ ट्यु जानुभयो भने, नेपाली विश्वविद्यालय जानुभयो भने त्यो तपाईँ ब्याचलर्स लेभलमा पढेका थेसिसहरू, मास्टर्स लेभलमा पढेका थेसिसहरू सबै तपाईँको त्यो एउटा कतै रक्षामा लगेर कुनै एउटा स्टोरमा लगेर स्टोर गरिएको हुन्छ। संसारमा के छ, विदेशमा के छ भन्दा युरोपियन देशहरू आज यति अगाडि बढायो होइन, त्यहाँ के छ भन्दा कुनै पनि विश्वविद्यालय तहमा चाहे त्यो ब्याचलर्स लेभलमा हो, मास्टर्स लेभलमा होस्, एमफिल लेभलमा होस्, तपाईको के छ भन्दाखेरि डक्टरेट लेभलमा होस् अथवा पोस्ट डक्टरेट लेभलमा होस्, त्यो विभिन्न डिफरेन्स लेभलमा गरेका रिसर्चका इन्साइट्सहरू, त्यसका फाइन्डिङ्सहरू, त्यसका कन्क्लुजनहरू है लाई के गरिन्छ भने रेकमेन्ड गरिन्छ। त्योबाट आएका महत्त्वपूर्ण पाटोहरूलाई के राज्यले गम्भीरतापूर्वक लिन्छ र सम्बन्धित डिपार्टमेन्टलाई के छ भन्दाखेरि सजेस्ट पनि गर्छ। यो थेसिसबाट यस्तो खालको हामीलाई काम लाग्ने एउटा डकुमेन्ट आएको छ है, अब हामीले यो विषयलाई एकदमै सिरियस रूपमा हेर्नु पर्छ है भन्ने चेतना के छ
लगायत देशहरूमा छ। आज अहिले इन्डियामा त्यो सुरु भइसकेको छ। नेपालमा चाहिँ के भन्दाखेरि अब सुरु होला बिस्तार। थेसिसको रिसर्चको महत्त्व बुझ्नेले चाहिँ थेसिसको महत्त्व बुझ्या हुन्छ। जसरी रिसर्चको महत्त्व बुझ्या हुँदैन थेसिस सक्दैनौँ न गर्दैनौँ न डिग्री लिने प्रयोजन मात्रै के छ भने त्यहाँ राखिएको हुन्छ। त्यस कारणले तपाईँले गर्ने रिसर्च भनेको के हो त भन्दा ओरिजिनल हुनुपर्छ, अथेन्टिक हुनुपर्छ, राम्रो हुनुपर्छ, सबैले साइटेसन गर्न सकिने, सबैले के छ भन्दा तपाईँको तारिफ गर्न सक्ने र त्यसले विश्वविद्यालय लगायत तपाईँको पनि के छ भन्दा पर्सनल एबिलिटी देखियोस् र विश्वविद्यालयको क्षमता पनि एबिलिटी दिन्छ तपाईँ रिसर्चले। तपाईँको रिसर्च भनेको तपाईँको रिसर्च होइन, त्यो रिसर्च कसको हो भन्दा विश्वविद्यालयको क्षमता पनि प्रदर्शन गर्ने रिसर्च हो। त्यस कारण पनि यो अथेन्टिक हुनुपर्छ भनेको कारण त्यो भएर हो है। यसले के भन्दा नयाँ नलेज नयाँ ज्ञान दिन्छ। त्यो विषयमा के छ भन्दाखेरि नयाँ नयाँ इन्साइट्सहरू के आएको छ, वर्ल्ड ट्रेन्ड के छ त, अब हाम्रो अब प्रेजेन्ट ट्रेन्ड के छ, हामी 1990 को अथवा 2000 को अथवा 2010 को एउटा चेतनाको आधारमा अब अगाडि बढ्न सक्दैनौँ हामी। अब एआई र भिआरको जमाना आइसकेको छ होइन। त्यस कारण हामीले त्यो कुरा एकदमै हामीले हेर्नुपर्ने हुन्छ है। अब थेसिसलाई हामीले फेरि भन्यौँ इट इज अ सिग्निफिकेन्ट रिसर्च प्रोजेक्ट द्याट इज अ रिक्वायरमेन्ट अफ कम्प्लिटिङ अ मास्टर डिग्री। अहिले हामी भन्यौँ होइन, मास्टर डिग्री सक्नलाई मात्रै हो भनेर एउटा जुन भाष्य तयार गरिएको छ त्यो मात्रै होइन। इट प्रेजेन्ट एन्ड ओरिजिनल कन्ट्रिब्युसन्स टु द फिल्ड अफ द स्टडी। त्यस कारणले उद्देश्य के हो त, किन रिसर्च, किन थेसिस गर्नुपर्छ भन्दा द पर्पज अफ द मास्टर्स डिग्री थेसिस इज टु डेमोन्स्ट्रेट your understanding and mastery of a particular subject area and your ability to develop new scientific knowledge independently. For this reason, writing a thesis is a different from studying from exam. अहिले त त्यो कुरा हामी चर्चा नै गरेका छौँ। यो के हुन्छ भन्दा साइन्टिफिक भन्ने कुरा नयाँ शब्द आएको छ है, ध्यान दिनुहोस्। साइन्टिफिक तपाईँले रिसर्च भनेको के हुन्छ भन्दा साइन्टिफिक हुन्छ, साइन्टिफिक इन्क्वायरी हो यो रिसर्च भनेको। Thesis writing के हो? A kind of scientific inquiry to gain new knowledge on that particular research discipline. जुन विषयमा तपाईँले एउटा रिसर्च गर्नुहुन्छ, नलेज अक्वायर गर्न खोज्नुहुन्छ, ज्ञान प्राप्त गर्न खोज्नुहुन्छ, त्यो के हो त भन्दा त्यो रिसर्च गर्ने जुन रिसर्च प्रोजेक्ट छ त्यो के हो भन्दा त्यो साइन्टिफिक इन्क्वायरी हो। के को लागि भन्दा त्यो विषयमा पुरानो ट्रेडिसनल ट्रेन्ड के थियो, मोडर्न ट्रेन्ड के थियो, अब हामी कता जाँदैछौँ, अब हामीले के गर्नुपर्छ होइन, डाइनामिक पर्सेप्सन क्रिएट गर्नको लागि पनि के छ रिसर्च गरिन्छ है। त्यस कारण पनि के भन्दा तपाईँले यो इक्जाम दिनु र एउटा 10वटा क्वेसन्सको आन्सर गर्नु र थेसिस राइटिङ गर्नु भनेको फरक कुरा हो। आन्सर तपाईँ बुक पढ्ने हो, त्यसको आधारमा सोधेका क्वेसनको आन्सर गर्ने हो, तर थेसिस राइटिङ भनेको मोस्ट डिफिकल्ट टास्क हो है। यो एकदमै गाह्रो काम हो है। त्यस कारणले राइटिङ अ थेसिस रिक्वायर यु टु फोकस अन पार्टिकुलर टपिक। सबभन्दा पहिला के छ, तपाईँ कुन विषयमा रिसर्च गर्ने भन्ने कुरा यु हेभ टु क्लियर योर सेल्फ। तपाईँ पहिला आफूलाई क्लियर गर्नुपर्छ। तपाईँले है यो विषयमा रिसर्च गर्छु भनेर क्लियर हुनु पर्यो नि। त्यस्तो विषय छान्नु पर्यो जुनमा आफ्नो अलिअलि ज्ञान पनि होस्, अलिअलि अन्डरस्ट्यान्डिङ पनि होस्, अलिअलि त्यसलाई के छ इन्टरप्रेट गर्न पनि सकियोस्, अलिअलि त्यो विषयमा के छ केही न केही बोल्न पनि सकियोस्। त्यस कारणले जहिले पनि थेसिस राइटिङ गर्दाखेरि त्यस्तो विषयलाई तपाईँ छान्नुहोस्, त्यो विषय अप्लिकेबल होस्, त्यो विषय रेलेभेन्ट होस्, त्यो विषयले के छ भन्दाखेरि यो अहिले प्रेजेन्ट कन्टेक्स्टलाई के छ त हिट गरोस्, त्यो विषय नोभल न्यू होस् होइन, त्यो विषय के छ भन्दाखेरि राज्यलाई पनि राज्यको पोलिसी मेकिङमा पनि प्रभाव पारोस्। त्यस कारणले जहिले पनि थेसिस गर्दाखेरि रिसर्च गर्दाखेरि यो के छ भन्दा तपाईँको काम सक्न मात्रै होइन कि झाडा टार्न मात्रै होइन कि तपाईँको थेसिस गर्व गर्न लायक होस् र त्यसले जुन विषय तपाईँले उठान गर्नुहुन्छ, जुन विषयमा रिसर्च गर्नुहुन्छ त्यसले भोलि नेपाल सरकारको पोलिसीमा पनि प्रभाव पार्न सकोस् है। त्यस कारण हामीले ध्यान दिनुपर्छ के भन्दाखेरि कुनै पनि थेसिस लेख्दाखेरि पहिलो कुरा के चाहियो, टपिक चाहियो द्याट इज इन्ट्रेस्टिङ एन्ड इम्पोर्टेन्ट। हेर्नुहोस् है कस्तो खालको हुनु पर्यो, त्यो टपिक लेजी टाइपको अथवा त्यो के छ भन्दाखेरि रेलेभेन्ट नभएको अथवा त्यो समसामयिक नभएको हुनु भएन, त्यो इन्ट्रेस्टिङ हुनु पर्यो क्या। तपाईँको थेसिस पढ्दाखेरि मैले फलानु विषयमा थेसिस ल्याएको छु नि भन्नुहोस् क्या, ए मैले तपाईँको थेसिस पढाएको थिएँ विश्वविद्यालयको त्यो लाइब्रेरीमा गएर, द्याट वाज सो गुड भनेर भन्न सकुन् कुनै पनि व्यक्तिले तपाईँसँग।
है। त्यस कारणले इन्ट्रेस्टिङ हुनु पर्यो र इम्पोर्टेन्ट हुनु पर्यो। त्यो तपाईँको लागि इम्पोर्टेन्ट हुनु पर्यो। त्यो तपाईँको लागि मात्रै होइन, त्यो विश्वविद्यालय तपाईँको कलेजको लागि पनि हुनु पर्यो। बेस्ड अन द प्रिभियस स्टडिज हेर्नुहोस् है कस्तो हुनु पर्यो। जुन जुन विषयमा तपाईँको ज्ञान छ अलिकता है, हेर्नुहोस् है, पर्सनल नलेज छ, एक्सपिरियन्स छ, स्किल्स छ अनि एटिट्युड्स पनि छ है। त्यस कारण जहिले पनि थेसिसमा टपिक सेलेक्सन गर्दाखेरि आफूलाई तपाईँले ज्ञान भएको विषय, त्यो विषयमा ज्ञान छ भने, जुन विषयमा ज्ञान छ, अलि बढी ज्ञान छ, त्यो विषयलाई के छ भन्दा तपाईँको रिसर्चको एरिया बनाउन राम्रो हुन्छ। तर त्यो रेलेभेन्ट हुनु पर्यो। It will consider different perspectives and point of view regarding the chosen topic and require some synthesis skills. हेर्नुहोस् है, अब तपाईँले टपिक त छान्नुभयो, सेलेक्सन त गर्नुभयो। अब के हुनु पर्यो भन्दा त्यो टपिकलाई सिन्थेसाइज गर्दाखेरि, न्यारो डाउन गर्दाखेरि, त्यसको जिस्ट निकाल्दाखेरि तपाईँले त्यो विषयमा पर्याप्त नलेज, पर्याप्त रिसोर्सेसहरू पाउनुहुन्छ हुँदैन। हेर्नुहोस् है, त्यो के छ भन्दाखेरि बाहिर च्यापसरमा ल यो विषयमा गर्छु नि त भनेको आधारमा रिसर्च हुँदैन। जहिले पनि रिसर्च त्यस्तोमा गर्नुहोस् जुनमा चाहिँ एथेस्ट र सेकेन्डरी सोर्स अफ इन्फर्मेसनहरू होस् है। रिसर्च विदाउट रिसोर्स त हुँदैन, रिसोर्स विथ रिसर्च हुन्छ है। त्यस कारणले तपाईँले आफ्नो स्किल्स मार्फत, आफ्नो पर्सनल जजमेन्ट मार्फत के ध्यान दिनु पर्यो भन्दा त्यस्तो विषयलाई अनुसन्धानको विषय बनाउनुहोस् जुनमा तपाईँसँग केही न केही ज्ञान छ र त्यसलाई इन्टरप्रेट गर्न सक्नुहुन्छ, त्यसलाई प्रेजेन्ट गर्न सक्नुहुन्छ र त्यसलाई नोभल गर्न सक्नुहुन्छ है, नयाँ न्युनेस गर्न सक्नुहुन्छ। टु डु सो इट विल निड टु मेक युज अफ द नलेज। हेर्नुहोस् है, त्यहाँ के हो तपाईँले अब आफू ज्ञान प्रयोग गर्ने हो एन्ड एक्सपर्टाइज त विज्ञता प्रयोग गर्ने हो, हेभ रिक्वायर्ड ड्युरिङ द एकाडेमिक करियर एज वेल एज चुज कलेक्ट स्टडी एन्ड एनालाइज न्यू मटेरियल्स। हेर्नुहोस् है, अब तपाईँ थेसिस गर्ने भने के हुन्छ, तपाईँ अब डेटा कलेक्सन गर्न सक्ने हुनु पर्यो होइन, अनि त्यसलाई अध्ययन गर्न सक्नु पर्यो। त्यसलाई त्यो मटेरियल चाहिँ तपाईँले के छ, तपाईँले फिल्डबाट ल्याउनु भएको प्राइमरी सेकेन्डरी सोर्स इन्फर्मेसनलाई तपाईँले एनालाइज गर्न सक्नु पर्यो, सिन्थेसाइज गर्न सक्नु पर्यो है। त्यस कारण जहिले पनि त्यस्तो विषयलाई यो थेसिस राइटिङको विषय बनाउनुपर्छ जुनमा तपाईँसँग पर्याप्त ज्ञान होस्। यसो अर्थ थेसिस राइटिङ के भन्दा इजी टास्क होइन, डिफिकल्ट टास्क हो। तर पनि के छ भन्दा यसले के गर्छ भन्दा तपाईँको मास्टरी देखाउन तपाईँलाई मास्टरी बनाउँछ है। मास्टरी भन्दा पार्टिकुलर सब्जेक्ट है, तपाईँलाई विज्ञ बनाउने काम गर्छ। अब इट डेमोन्स्ट्रेट द एबिलिटी टु क्रिएट न्यू एन्ड ओरिजिनल साइन्टिफिक नलेज। हेर्नुहोस् है, नयाँ वैज्ञानिक ज्ञान दिन्छ यसले है। हेर्नुहोस् है, ओरिजिनल साइन्टिफिक नलेज दिन्छ यसले। हेर्नुहोस् है, वैज्ञानिक ज्ञान दिन्छ। वैज्ञानिक नलेज कस्तो ज्ञान भन्दाखेरि फेरि यो तपाईँले यसै नजानु होला। यो के छ भन्दाखेरि साइन्स दुई प्रकारको हुन्छ, एउटा सोसल साइन्स हुन्छ, अर्को एब्सोल्युट साइन्स हुन्छ। एब्सोल्युट साइन्समा चाहिँ के हुन्छ भन्दा यस टु हो, दुई भाग तपाईँको पानी र तपाईँको हाइड्रोजन र एक भाग अक्सिजन मिलाएपछि पानी हुन्छ। त्यो चाहिँ एब्सोल्युट, संसारको जुन ल्याबमा चेक गरे पनि त्यही हुन्छ। तर सोसल साइन्समा के हुन्छ भन्दा कन्टेक्स्ट अनुसार, सोसाइटीको सोसल निड्स अनुसार, सोसाइटीको एउटा एन्भाइरोमेन्ट अनुसार होइन, सोसाइटीको एउटा के छ भन्दाखेरि एउटा स्ट्याटस अनुसार नलेज फरक हुनसक्छ होइन। त्यसले नयाँ के छ तपाईँको के छ भन्दाखेरि एउटा दृष्टिकोण तयार गर्न सक्छ, दृष्टिकोण तयार हुन सक्छ त्योबाट है। त्यस कारणले पनि के छ भन्दाखेरि जहिले पनि त्यो साइन्टिफिक नलेज हुन्छ। साइन्टिफिक नलेज भनेको हामीले हेर्ने भनेको सोसल साइन्सभित्रको एउटा पार्ट साइन्टिफिक नलेज हो। अब यो साइन्टिफिक नलेजमा के हुन्छ पछि हामी एउटा डायग्राम बनाएर देखाउँछौँ होइन, त्यो हामी पछि हेर्छौँ। यो आज जस्ट हामी यो मास्टर्स थेसिस के हो भनेर मात्रै हामी बुझ्दैछौँ। थेसिस सुड आन्सर, थेसिस चाहिँ के कुरा ध्यान दिनुपर्छ, थेसिस सुड आन्सर अ स्पेसिफिक रिसर्च क्वेसन्स। तपाईँले जुन विषयमा अनुसन्धान गर्ने हो त्यो विषयको वास्तविक समस्या के हो भन्ने कुरा तपाईँले थाहा हुनुपर्छ। अब रहेको कुरा अन द बेसिस अफ द्याट रिसर्च प्रब्लम यु सुड मेक रिसर्च क्वेसन्स। रिसर्च क्वेसन्स has to deal with your research topic. जहिले पनि के छ भन्दा रिसर्च क्वेसन भनेको तपाईँ रिसर्चको टपिकसँग डिल गर्नुपर्ने हुन्छ, सरकार राख्नुपर्ने हुन्छ। तपाईँको
तपाईको रिसर्चको प्रब्लमलाई एक्सप्लोर गर्ने टाइपले, इन्टरप्रेट गर्ने टाइपले, हिट गर्ने टाइपले रिसर्च क्वेसन्स तयार गर्नुपर्ने हुन्छ। त्यो रिसर्च क्वेसन्सकै आधारमा तपाईले के गर्ने हो भन्दा रिसर्च अब्जेक्टिभ्स तयार गर्ने हो। अब रहेको कुरा जहिले पनि कुनै पनि विषयमा तपाईले च्याप्टर 1 मा इन्ट्रोडक्सन सेक्सन लेखिसकेपछि रिसर्च प्रब्लम के छ आइडेन्टिफाई गर्नु भनेको एकदम मोस्ट डिफिकल्ट टास्क हो। तपाईले रिसर्च प्रब्लम आइडेन्टिफाई गर्न सक्नु भएन भने रिसर्च क्वेसन्स तयार हुँदैन। रिसर्चको प्रब्लम के गर्छ भन्दा एक्चुअल रिसर्चको ग्याप देखाउँछ। त्यो एक्चुअल रिसर्चको ग्यापलाई एड्रेस गर्नको लागि के गर्नु पर्यो? रिसर्च क्वेसन तयार गर्नु पर्यो। रिसर्च क्वेसन तयार गरेपछि मात्र के हुन्छ? रिसर्चको अब्जेक्टिभ्स तयार हुन्छ है। र त्यसको आधारमा रिसर्चको लिमिटेसन्सहरु तयार गरिन्छ है। त्यसकारणले thesis should answer specific research questions concerning the topic of the choice, providing solid and well developed argumentations. जहिले पनि त्यस्तो खालको टपिक सेलेक्सन गर्नुस् जुनमा तर्क गर्न सकियोस्, आर्गुमेन्ट निकाल्न सकियोस्, डिल गर्न सकियोस् र त्यसले रिसर्चको प्रब्लम र रिसर्च क्वेसनलाई हिट गर्न सकोस्। In approaching the thesis project, this will help to develop and strengthen some essential skills for working career. And say, ele kosto खालको एउटा स्किल डेभलप गर्छ भन्दा इन्फर्मेसन रिट्राइभल, तपाईले जुन विषयमा अध्ययन गर्ने हो त्यो विषयको बारेमा पर्याप्त जानकारीहरू कलेक्सन गर्नको लागि, मटेरियल्सहरू रेफरेन्स मटेरियल्स तयार गर्नलाई रिट्राइभ गर्नलाई ल्याउनको लागि ल्याउने एउटा ज्ञान तपाईमा हुन्छ है। इन्फर्मेसन कसरी कलेक्सन गर्ने भन्ने ज्ञान तपाईमा हुन्छ। त्यो चाहिँ तपाईँ इन्टरनेटबाट हो कि तपाईले के छ भन्दा लाइब्रेरी भिजिट गरेर हो कि अथवा बुक किनेर हो कि मार्केटमा तपाईँ के छ भन्दा सर्च गरेर हो कि हैन, त्यो महत्त्वपूर्ण ज्ञान हो है त्यो। अब रिट्राइभल भनेपछि त प्राय यो रिट्राइभल भन्ने शब्द चाहिँ डाइरेक्ट के हुन्छ भन्दा तपाईले इन्टरनेटबाट तपाईले ल्याउने डकुमेन्टमा चाहिँ के छ त्यो रिट्राइभल भन्ने शब्द प्रयोग हुन्छ है। क्रिटिकल जहिले पनि हाम्रो एउटा थ्योरी छ नि, तपाईलाई थाहा छ नि, पत्रकारिता सिद्धान्त, थिङ्क पोजिटिभ बी नेगेटिभ है, बी पोजिटिभ थिङ्क नेगेटिभ, यो हाम्रो त एउटा पत्रकारिता सिद्धान्त हो नि त हैन। त्यसै के गर्छ? क्रिटिसाइज गर्न सहयोग गर्छ। यसको अर्थ के भन्दा तपाईले कलेक्सन गरेर ल्याउनु भएको इन्फर्मेसनलाई क्रिटिकली तपाईले के छ एनालाइसिस गर्न सक्नुपर्छ है। त्यसले के गर्छ? तपाईको सोच्ने शक्तिको विकास गर्छ है। त्यसैगरी रिसर्च स्किल्स, अनुसन्धान गर्ने एउटा स्किल्सहरु सिप पनि विकास गर्छ है। रिसर्च गर्नु भनेको, थेसिस राइटिङ गर्नु भनेको अहिले मैले भने यो इजिली गर्ने काम होइन, गाह्रो छ भनेर भने। किन भन्दा रिसर्च स्किल्स डेभलप गर्नु भनेको धेरै डिफिकल्ट काम हो। त्यसकारणले मास्टर्स लेभलको थेसिसमा you should have engaged yourself, तपाई आफै इन्गेज हुनुपर्छ। किन भन्दा तपाई के हो? you will be the primary scholar है of इन्फर्मेसन्स। हेर्नुस् है, कुनै पनि इन्फर्मेसन कलेक्सनको तपाई स्कलर के हो? तपाई आफै हो है। स्कलर शब्द प्रयोग गरि किन स्कलर शब्द प्रयोग गरि भन्दा अनुसन्धान गर्ने, सोच्ने मान्छे, खोज्ने मान्छे, अध्ययन गर्ने मान्छेलाई स्कलर भनेर भनिन्छ। यसको अर्थ के भन्दा त्यो थेसिस राइटिङमा जति ज्ञान तपाईसँग हुन्छ नि थेसिस राइटिङमा, त्यति ज्ञान तपाईको मेन्टरसँग हुँदैन है। ध्यान दिनु होला त्यो विषयको बारेमा है। अन्य विषयमा त मेन्टरसँग हुन्छ नलेज, रिसर्चको नलेज, तर तपाई अहिले भने जुन विषयमा तपाई थेसिस राइटिङ गर्दै हुनुहुन्छ त्यो विषयको बारेमा तपाईले सबैभन्दा बढी पढ्नु भएको हुन्छ, सबैभन्दा बढी खोज्नु भएको हुन्छ अनि लेख्नु भएको हुन्छ। यसको अर्थ के हुन्छ भन्दा तपाईसँग क्रिटिकल अप्रोच बढी हुन सक्छ, तपाईसँग के छ भन्दा एनालाइसिस गर्ने एउटा स्किल बढी हुन सक्छ। त्यसले के तपाईको रिसर्चको स्किललाई विकास गर्छ। अर्को भयो कम्युनिकेसन एन्ड आर्गुमेन्टेसन। हेर्नुस् है, अब रिसर्च गर्ने बानीले सञ्चार गर्ने सिप पनि विकास गराउँछ। साथसाथै हरेक विषयमा, हरेक सेन्टेन्समा केही केही कमेन्ट गर्ने बानी पनि पर्छ है। अनि अन द बेस अफ द आर्गुमेन्टेसन कुनै पनि तर्क तपाईले निकालिसकेपछि अब
त्यो समस्यालाई समाधान गर्ने उपाय पनि तपाईँ आफै पहिला हुन्छ। यसो अर्थ के हो? यु विल युज यो प्रब्लम सल्भिङ अप्रोच हैन। जस्तै के गर्छ होल टोटल प्रोजेक्टको म्यानेजमेन्ट गर्छ है। रिसर्च प्रोजेक्ट भनेर भन्छु मैले। टोटल रिसर्च प्रोजेक्ट भनेको तपाईँको थेसिस राइटिङको म्यानेजमेन्ट गर्न सक्छ है। त्यस कारण यो कुरा एकदमै हामी ध्यान दिनुपर्ने हुन्छ। अब स्टेप के हो त? स्टेप राइटिङ अ थेसिस हेर्नुहोस् है। अब जहिले पनि थेसिस राइटिङमा चुज अ टपिक अफ योर इन्ट्रेस्ट एन्ड अ पोसिबल सुपरभाइजर। सुन्नुहोस्, तपाईलाई जुन विषयमा ज्ञान छ त्यो विषयमा पहिला टपिक सेलेक्सन गर्नुहोस्, त्यसपछि सुपरभाइजर पनि सेलेक्सन गर्नुहोस्। तपाईको गाइड दुःख दिने पर्यो भने तपाईको थेसिस इनकम्प्लिट हुन्छ। तपाईको ज्ञान कम भएको विषय तपाईले हल्लाको भरमा, र्युमरको आधारमा, साथीले भन्देको आधारमा तपाईले छान्नु भने तपाईको जुनमा तपाईको इन्ट्रेस्ट कम छ त्यो टपिकमा तपाईले थेसिस राइटिङ गर्न सक्नुहुन्न। यसको अर्थ जहिले पनि थेसिस राइटिङमा ध्यान दिनुपर्ने कुरा भनेको सुपरभाइजर, मेन्टर र यो टपिक रिसर्च टपिक हो। रिसर्च टपिक आफूलाई ज्ञान भएको विषयमालाई मात्रै तपाईँ रिसर्चको टपिक बनाउनुहोस्। अनि जोसँग अलि इजी हुन्छ तपाईँ सुपरभाइजर, जो सुपरभाइजरसँग अलि इजी हुन्छ, जसले तपाईँलाई सपोर्ट नजिक रहेर सपोर्ट गर्न सक्नुहुन्छ, त्यस्तो खालको सुपरभाइजर हो भने तपाईँको थेसिस प्रोजेक्ट चाँडो सकिन्छ। जस्तो मान्छे तपाईँले एउटा कुनै एउटा 5 पेज 7 पेज तपाईँ लेखेर पठाउनु भयो, तर 6 महिनामा तपाईँको रेस्पोन्स आएन, के हुन्छ? तपाईँको रेस्पोन्स त के हुन्छ? तपाईँले लेखेको कुरा ठिक भयो कि भएन भने थाहा हुँदैन। त्यस कारण के छ भन्दाखेरि जहिले पनि थेसिसको टपिक र सुपरभाइजरको मोस्ट इम्पोर्टेन्ट जब हो यो, ध्यान दिनु होला। अब थेसिसमा के हुन्छ? यु शुड कलेक्ट कलेक्सन्स, ग्यादरिङ, स्टडी, एनालाइज, सिन्थेसाइज को प्रोसेस हुन्छ है। द रिलेभेन्ट एकाडेमिक लिटरेचर्स केबाट गर्ने, कलेक्सन कहाँबाट गर्ने, ग्यादरिङ केबाट गर्ने, स्टडी केबाट गर्ने, एनालाइज के गर्ने, सिन्थेसाइज के गर्ने भन्दा तपाईले जुन विषयमा अध्ययन गर्नुहुन्छ त्यो विषयसँग सम्बन्धित एकाडेमिक राइटिङ्स के पब्लिस भएको छ, पब्लिस अनपब्लिस बुक्स, आर्टिकल, रिसर्च प्रोजेक्टहरू हुनसक्छ, विश्वविद्यालयको कुनै थेसिसहरू हुनसक्छ, त्यसै गरी नेपालको कानुन संविधान हुनसक्छ, त्यसै गरी कन्सर्न मिनिस्ट्रिजको जुन विषयमा तपाईँले अध्ययन गर्ने हो त्यो विषयमा कुनै एउटा मन्त्रालयले निकालेको एउटा बुकलेट हुनसक्छ, रिपोर्ट हुनसक्छ होइन, एनजिओ आइएनजिओको रिपोर्टहरू हुनसक्छ होइन, अथवा तपाईँले यो गुगल स्कलर मार्फत अथवा यो वेब सर्च गर्दाखेरि तपाईँले यो त्यो विषयमा यथेष्ट के छ भन्दा रिसर्च आर्टिकल्सहरू, डकुमेन्टहरू पाउन सक्नुहुन्छ। त्यस कारण त्यो लिटरेचर, त्यो एकाडेमिक लिटरेचर्सलाई को आधारमा तपाईँले कलेक्सन गर्ने हो, ग्यादरिङ गर्ने हो, स्टडी गर्ने हो, एनालाइज गर्ने हो, सिन्थेसाइज गर्ने हो। अन द बेसिस अफ दिस प्रोसेस चाहिँ के छ भन्दाखेरि यो प्रोसेस पुरा भइसकेपछि तपाईँले के गर्नुहुन्छ भन्दा लिटरेचर एउटा सिन्थेसाइज गर्न सक्नुहुन्छ, तपाईँको थेसिसको प्रोजेक्ट पुरा गर्न सक्नुहुन्छ है। त्यसकारणले टपिक सेलेक्सन गर्दाखेरि जहिले पनि अध्ययन गर्नु पर्यो, पढ्नु पर्यो, बुझ्नु पर्यो र त्यसको आधारमा टपिक सेलेक्सन गर्नुपर्ने हुन्छ। त्यो टपिक सेलेक्सन गर्न सक्नुभयो भने मात्र तपाईँको रिसर्च एकदमै प्रभावकारी हुनसक्छ है। टु डिफाइन द स्टेट अफ द आर्ट एन्ड आइडेन्टिफाई रिसर्च ग्याप। अब के को आधार हेर्नुहोस् है। अब रिसर्च टपिक यति सेलेक्सन गरेर हुन्छ र हुँदैन नि। अहिले म सुरुमा मैले तपाईँलाई भने जहिले पनि अनुसन्धानको विषय छानेपछि त्यो विषयको बारेमा वेल ट्रेन्ड के छ, लेटेस्ट ट्रेन्ड के छ, हामी कहाँ छौँ, हाम्रो एउटा के छ भन्दाखेरि नेसनल इन्ट्रेस्ट के हो भन्ने कुरा पहिचान गर्न सक्ने हुनुपर्छ। यसो त मैले के भन्नु खोजेँ भन्दा प्रब्लम के छ भन्ने कुरा चाहिँ तपाईँले आइडेन्टिफाई गर्न सक्नुपर्छ। तपाईँले प्रब्लम आइडेन्टिफाई गर्न सक्नु भने के भन्दा रिसर्च ग्यापलाई पहिल्याउन सक्ने हो है। रिसर्च ग्याप भनेको त्यो रिसर्चमा देखिएका ग्यापहरू के छ है, त्यो के हो भन्दा त्यो एउटा आर्ट हो, द्याट इज अ स्टेट अफ आर्ट हो है। त्यो हेर्नुहोस् है, थेसिस राइटिङमा टपिक सेलेक्सन भने पनि के हो भन्दा अ काइन्ड अफ स्टेट अफ आर्ट हो है। हेर्नुहोस् है, जुनमा तपाईँसँग पर्याप्त ज्ञान हुन्छ है,
इन्फर्मेसन हुन्छ, बुक्स हुन्छ, एउटा रिसोर्सेस हुन्छ। रिसोर्सेस भएपछि मात्रै रिसर्च हुन्छ। अब रहेको कुरा तपाईले टपिक सेलेक्सन गरिसकेपछि तपाईले के गर्नु पर्यो? डेभलप यो रिसर्च क्वेशन्स। रिसर्च क्वेशन्स तपाईले रिसर्च ग्यापको आधारमा रिसर्च क्वेशन तयार गर्न सक्नु पर्यो। Define the process to answer the research questions and the structure of your thesis. Develop an outline, table of content of the topic to be discussed as well as their logical and temporal sequence. हामीले रिसर्चको टपिक पहिचान गरिसकेपछि, रिसर्चको प्रब्लम पनि पहिलाइसकेपछि, रिसर्चको ग्याप पनि फाइन्ड आउट गरिसकेपछि अब 1 2 3 गरेर तपाईं रिसर्चको क्वेशन्स तयार गर्नुहुन्छ। रिसर्च क्वेशन तयार गरेपछि तपाईले अब रिसर्चको अब्जेक्टिभ्स तयार गर्नुहुन्छ। अब रहेको कुरा त्यसको आधारमा के हुन्छ भन्दा अब तपाईको रिसर्चको मुभमेन्ट के हो त? तपाईको रिसर्चमा के एलिमेन्टहरु तयार हुन्छ? जहिले पनि टपिक सेलेक्सनमा तीनटा कुरा हुन्छ। सुन्नुस् है, तपाईको टपिकमा इन्डिपेन्डेन्ट भेरिएबल्स के हो? तपाईको अनुसन्धानको मुख्य जुन विषय हुन्छ नि, मुख्य टपिक क्षेत्र, त्यो चाहिँ जहिले पनि इन्डिपेन्डेन्ट भेरिएबल्स हुन्छ। अब त्योसँग जोडिने अन्य विषयवस्तुहरू जुन तपाईको इन्डिपेन्डेन्ट भेरिएबल्ससँग डिल गर्छ डाइरेक्ट है, अन्य विषयवस्तुहरू त्यो डिपेन्डेन्ट भेरिएबल्सहरू हुन्छ। अब इन्डिपेन्डेन्ट भेरिएबल्स र डिपेन्डेन्ट भेरिएबल्सको बिचमा ब्रिजिङको काम गर्ने बिचको एउटा जुन भूमिका निर्वाह हुन्छ त्यो चाहिँ के हुन्छ भन्दा त्यसलाई भनिन्छ डिपेन्डेन्ट भेरिएबल्स भनेर भनिन्छ है। त्यसकारण जहिले पनि के छ, तपाईको रिसर्चको टपिकमा नै डिपेन्डेन्ट, इन्डिपेन्डेन्ट एन्ड इन्टरभेनिङ भेरिएबल्स आउनु पर्छ। त्यसको आधारमा के हुन्छ, तपाईको रिसर्चको टपिक क्लियर हुन्छ, रिसर्च क्वेशन्स तपाईले लेख्न सजिलो हुन्छ, रिसर्च ग्याप पहिलाउन सक्नुहुन्छ र रिसर्चको अब्जेक्टिभ्स प्रयोग गर्न सक्नुहुन्छ। त्यो त्यसले के गर्छ, तपाईको लजिकल एउटा पर्सेप्सन तपाईले दिन सक्नुहुन्छ। यसको अर्थ यो मेरो विषयमा यो एरियालाई चाहिँ मैले कभर गर्छु भने तपाईको टेबल अफ कन्टेन्ट तपाईले एउटा ड्राफ्ट गर्न सक्नुपर्छ। तपाईले यो विषयहरू, यो पोलिसीहरू, नेपाल गभर्नमेन्टको यो पोलिसीहरू, यो मन्त्रालयहरू हैन, यी ब्याकग्राउन्डहरू भनेर तपाई सबै के छ भने तपाईले पहिला टपिकलाई सब टपिकहरू तपाई निर्माण गर्न सक्नुपर्छ है। कलेक्ट मटेरियल्स इफ नेसेसरी। इम्पेरिकल डेटा भनेको के हो भन्दा तपाईले प्र्याक्टिकली जे डेटाहरू पाउनु त्यसले इम्पेरिकल भनेर भन्छ है। अहिले भएका तपाईको अगाडि उपलब्ध भएका व्यवहारमा देखिएका प्रमाणहरू, डेटाहरू के हो, इम्पेरिकल हो। टु आन्सर रिसर्च क्वेशन्स, जहिले पनि तपाईको रिसर्च क्वेशनलाई तपाईले एड्रेस गर्दाखेरि तपाईले के ध्यान दिनु पर्यो, इम्पेरिकल व्यवहारमा के छ भन्ने कुरा हुनुपर्छ है। व्यवहारवाद, व्यवहारमा के छ, प्र्याक्टिकली के भइरहेछ, हाम्रो एउटा ट्रेन्ड कता गइरहेछौँ हामी है। राइट द थेसिस इन कम्प्लायन्स विथ द एकाडेमिक रिक्वायरमेन्ट्स। अनि जहिले पनि थेसिस लेख्दाखेरि एकाडेमिक रिक्वायरमेन्ट्स भनेको एउटा रिक्वायरमेन्ट छ। नेपालको विश्वविद्यालयले APA 7th भनेर भनेको छ। APA भनेको अमेरिकन साइकोलोजिकल एसोसिएसन को एउटा थेसिस राइटिङको एउटा फर्मेट छ, गाइडलाइन छ। त्यो हामी पछि पढ्छौँ है। त्यो गाइडलाइनलाई फलो गरेर हामीले के छ, रिसर्च गर्नुपर्ने हुन्छ। In the evaluation of the thesis, the most important aspect is the novelty of its content. जहिले पनि थेसिस इभ्यालुएसन गर्ने व्यक्तिले के हेरेर हुन्छ तपाईको थेसिस भन्दा तपाईको थेसिसले नयाँ कुरा के ल्यायो, नयाँ नलेज के दियो, नयाँ रिकमेन्डेसन के कुन कुरा सजेस्ट गर्यो भन्ने कुरालाई हेरिन्छ। एन्ड अब कतिपय हैन 400 पेजको थेसिस लेखि त्यहाँ त्यत्रो थेसिस लेखेको थिएँ त्यसकारणले मेरो थेसिस खतरा छ भनेर भने हुन्छ नि। जस्तो इन्डियामा तपाईको के छ भन्दाखेरि राजेन्द्र कुमारको थेसिस जम्मा 25 पेजको थियो, PhD थेसिस हैन। त्यसकारण के छ भन्दा तपाईको जस्तो अमेरिकाको तपाईको त्यत्रो संविधान जम्मा 5000 शब्दको छ हैन। त्यसकारण के छ भन्दा के भन्न खोजे भन्दा यो लेन्थ मात्रै बढाएर ठुलो मात्रै गराएर थेसिस हुने हैन। र पनि हाम्रो पूर्व विश्वविद्यालय चाहिँ 15000 शब्द भन्दा तल हुँदैन थेसिस भनेर भनेको छ। त्यसैले तपाईको 16-17 हजार शब्द हुनु पर्यो थेसिस, त्यो चाहिँ लेन्थमा चाहिँ। तर कन्टेन्टमा चाहिँ तपाईको थेसिसले दिएको देखाएको न्यू एस्पेक्ट के हो, नयाँ पक्ष के हो, कुन एउटा पार्टलाई बढी फोकस गरेको छ र त्यो पार्ट चाहिँ नोभल छ कि छैन, नयाँ छ कि छैन, नयाँपन त्यसले दिएको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हेरिन्छ। यसो त जहिले पनि त्यस्तो विषयवस्तु छान्नुस् जसले तपाईलाई भोलि भविष्यमा पनि सपोर्ट गरोस्, तपाईको एउटा
फिल्डमा पनि एउटा वर्किङ फिल्डमा पनि सपोर्ट गरोस् प्लस त्यसले तपाईँ विश्वविद्यालयलाई तपाईँलाई तपाईँको कलेजलाई र समग्र देशलाई केही न केही नयाँ कुरा दियोस् द इनोभेटिभ एलिमेन्ट डिपेन्ड्स अन द सब्जेक्ट एरिया अब इनोभेटिभ केमा हुनसक्छ त अब नयाँ पनि कसरी ल्याउने त भन्दा जहिले पनि तपाईँले रिसर्चको जुन टपिक छान्नुहुन्छ त्यो टपिकले अकुपाई गर्ने सब्जेक्ट के हो त्यो टपिकसँग इन्क्लुड हुने त्यो टपिकसँग रिलेट गर्ने सब्जेक्ट एरियाहरू के हो त्यो कुरा ध्यान दिनु पर्यो द मेन टपिक अफ द थेसिस तपाईँको थेसिसको मेन टपिक के हो त्यसले टोटल त्यो टपिकले खोजेको सम्पूर्ण एरियाहरू कभर गर्न सक्छ सक्दैन अहिले मैले भने नि तपाईँलाई इन्डिपेन्डेन्ट भेरिएबल्ससँग जोडेर आउने अन्य जति पनि विषयवस्तुहरू छन् त्यो विषयवस्तु डिपेन्डेन्ट भेरिएबल्स है अब द पर्सपेक्टिभ्स अडप्टेड कुन कस्तो खालको एउटा पर्सपेक्टिभ त्यसले अडप्ट गरेको छ है त्यसले कस्तो विचार दिएको छ कस्तो पर्सेप्सन त्योबाट क्रिएट भएको छ कुन एङ्गलबाट त्यसले हेरेको छ अब रहेको कुरा त्यो थेसिस कस्तो त्यो रिसर्च कस्तो संस्थागत हो इन्स्टिट्युसनल हो हिस्टोरिकल हो त्यसको इम्पेरिकल हो अनि प्र्याक्टिकली जे कुरा के छ तपाईँको देखिएको त्यो हो अथवा थ्योरिकल हो तपाईँले मास कम्युनिकेसनमा पढेका सिद्धान्तमा आधारित हो अथवा सिस्टमेटाइजेसन अब लिटरेचर हेर्नुहोस् है तपाईँले लिटरेचर करेक्सन गरेर एउटा कुनै डकुमेन्ट प्योर डकुमेन्टको आधारमा तपाईँले के भन्दाखेरि सिन्थेसाइज गरेर त्यसलाई सानो बनाएर त्योबाट मेन खुराकमा दिनुभएको छ महत्त्वपूर्ण पार्टमा दिनुभएको छ भने त्यो विषयवस्तुले के छ भन्दा तपाईँ नोभल्टी भनेको नयाँ न्युनेस त्यसले दिन्छ कन्टेन्टमा है टु आन्सर द रिसर्च क्वेसन्स एन्ड प्रेजेन्ट अ न्यू एन्ड फ्रेस पर्सपेक्टिभ अन द चुजन टपिक जुन विषयमा तपाईँले रिसर्च गर्नुहुन्छ त्यसमा नयाँ तपाईँले के छ भन्दाखेरि ज्ञान दिन सक्नु नयाँ एङ्गल बताउनु पर्यो नयाँ क्षेत्र पहिचान गर्न सक्नु पर्यो न्यू मोडल हेर्नुहोस् है जहिले पनि रिसर्च दुई किसिमको हुन्छ एउटा रिसर्च के हुन्छ भन्दा भएका सिद्धान्त र ढाँचाहरूलाई जस्टिफाई गर्ने इन्टरप्रेट गर्ने र त्यसको आधारमा सजेसन दिने अर्को रिसर्च के हुन्छ भन्दा तपाईँको रिसर्चले नयाँ थ्योरी नयाँ मोडल जन्माउन सक्छ यसको अर्थ एउटा चाहिँ भइरहेका सिद्धान्तहरूलाई एनालाइसिस गरिन्छ र त्योबाट नयाँ केही कुरा निकालिन्छ अर्को के छ भन्दा तपाईँको नयाँ सिद्धान्तहरू जन्माउँछ यसको अर्थ अनुसन्धानले सिद्धान्त जन्माउँछ सिद्धान्तले अनुसन्धान जन्माउँछ है ध्यान दिनु होला अनुसन्धानले सिद्धान्त जन्माउँछ सिद्धान्तले अनुसन्धान जन्माउँछ है ध्यान दिनुपर्ने कुरा हो है अब अर्गनाइजेसन एन्ड कन्टेन्ट अफ द थेसिस है आज कति समय लाग्यो हेर्छु है टाइम हेर्छु होला ठिक छ टाइम छ अब थेसिसको कन्टेन्ट के हुने हो त अहिले तपाईँमा भने सबभन्दा पहिला टपिक रिसर्चको टपिक क्लियर हुनु पर्यो त्यही कुरा मैले अलिकति फोकस गरेको छु यसमा सबभन्दा बढी टपिकमा मात्र किन गएको छ भन्दा तपाईँ टपिक नै हो जसले तपाईँको रिसर्चलाई कहाँ पुर्याउने भन्ने लक्ष्य राखेको हुन्छ है टपिक सेलेक्सनको लागि मिस्टेक हो भने गाह्रो अब टपिक सेलेक्सन कसरी गर्ने केले मोटिभेट गर्छ जहिले पनि टपिक सेलेक्सन गर्दाखेरि क्लियर टपिक छान्ने हामीले सम्पूर्ण त्यो सम्पूर्ण विषयको बारेमा हामीले माइक्रो लेभल म्याक्रो लेभल एनालाइसिस गर्न सक्दैन हामी जहिले माइक्रो लेभल शरीरमा तपाईँको टाउकोमा तपाईँको आँखामा नानीको रेटिना हेर्नुहोस् है एक्जाममा चाहिँ म ध्यान दिनुहोस् सम्पूर्ण शरीरमा एउटा टाउको पनि एउटा अङ्ग आँखाको पनि नानी पछाडिको पर्दा रेटिनाको पनि नसा हुनसक्छ है ध्यान दिनु होला भन्न खोजेको कुरा क्लियर टपिक छान्नुहोस् अनि त्यो स्पेसिफिक होस् क्या त्यो अरूभन्दा अलिक फरक होस् वेल डिफाइन्ड होस् है त्यो टपिक पनि वेल डिफाइन्ड टपिक इज द मोस्ट इम्पोर्टेन्ट फेज सिन्स इट विल इन्फ्लुएन्स अल द फलोइङ स्टेप्स सबभन्दा पहिला स्टेप 1 मा ध्यान दिनु होला तपाईले सेलेक्सन गर्ने टपिकलाई
तपाईँ कुनै पनि टपिक सेलेक्सन गर्दाखेरि केले मोटिभेट गर्नुपर्छ भन्दा एउटा पर्सनल इन्ट्रेस्ट अहिले भने जुन विषयमा तपाईँसँग अलिअलि ज्ञान छ, अलिअलि इन्टरप्रेट गर्ने क्षमता छ, अहिले तपाईँ व्याख्या गर्न सक्नुहुन्छ, 2-4वटा विषय 2-4वटा सेन्टेन्स बोल्न सक्नुहुन्छ, त्यो विषयमा तपाईँले रिसर्च पनि छ, त्यो विषयमा तपाईँले रिसर्च गर्नु पर्यो। जहिले पनि थेसिसको टपिक सेलेक्सन गर्दाखेरि व्यक्तिको व्यक्तिगत इच्छा, व्यक्तिगत चाहनामा भर पर्छ। The thesis can be an opportunity for student to deepen their knowledge, to deepen their knowledge. आफ्नो भएको अलिअलि ज्ञानलाई शार्प गर्ने के अब to deepen their knowledge of investigative topic they have become passionate about during their academic career. जुनसँग अलिअलि पार्ट पनि हो त्यो भन्नु पर्यो भन्दा आफूसँग ज्ञान भएका विषयलाई प्राथमिकता दिनु होला। अर्को तपाईले अध्ययन गर्ने एउटा तरिका पनि विकास गर्नुपर्छ आफूमा। Students an opportunity to prove of a particular मेथड छ, पछि हामी पढ्छौँ। क्वालिटेटिभ क्वान्टिटेटिभ जस्तो अब्जर्भेसन्स हैन, तपाईले इन्टरभ्यू केस स्टडी चाहिँ क्वालिटेटिभ हो मेथड है। कन्टेन्ट एनालाइसिस क्वालिटेटिभ हो। यो कन्टेन्ट एनालाइसिस तपाईको दुईटै हुन सक्छ। अब त्यसलाई त तपाईले थीमेटिक एनालाइसिस गर्नु क्वालिटेटिभ भयो हैन, तपाईले त्यसलाई क्वान्टिफाई गर्नु भने त्यो क्वान्टिटेटिभ भयो। अर्को क्वान्टिटी भन्ने हुन्छ है, एउटा संख्यात्मक अध्ययन, संख्यात्मक विधि, अर्को मात्रात्मक विधि। अहिले संसारभरि सबभन्दा बढी चलेको चाहिँ बोथ मेथड चाहिँ अलि बढी टेराइप हुन्छ, मिक्स मेथड अप्रोच भनेर भन्छ। मिक्स मेथड अप्रोच भनेको क्वालिटेटिभ र क्वान्टिटी भन्ने हुन्छ। अब तपाईले एमफिल लेभल र पिएचडी लेभलमा पढायो भने चाहिँ के हुन्थ्यो भन्दा तपाईको यसको फिलोसफी के हो, इपिस्टेमोलोजी के हो, अन्टोलोजी के हो, एक्जियोलोजी के हो भनेर त्यहाँ लेखिन्थ्यो है। तपाईँ त्यति इनडेप्थ जानु पर्दैन। यसको फिलोसफी के हो भन्ने हुन्छ, पोजिटिभिजम हो क्वालिटेटिभ भनेको हैन, अनि इन्टरप्रेटिभिजम हो क्वान्टिटी भनेको हैन। त्यहाँ यो चाहिँ तपाईले पछि अब भोलि एमफिल पढ्नु भने पिएचडी पढ्नु त्यो विषयहरू त्यहाँ पढिन्छ। यसमा चाहिँ त्यति गहिरो जानु पर्दैन तपाईले। जस्ट के हो भन्दा तपाईले अध्ययन गर्दा तपाईले सेलेक्सन गरेको अथवा अप्लाई गरेको पार्टिकुलर रिसर्च मेथड्स के हो, त्यो मेथड्समा तपाई क्लियर हुनुपर्छ भनेर खोजेको हो। त्यसो भए त्यो मेथडको बारेमा, रिसर्च मेथड्सको बारेमा तपाईसँग पर्सनल लर्निङ हुनु पर्यो। अर्को पर्सनल स्किल पनि हो। पर्सनल स्किल स्टुडेन्ट्स need to consider the main subject areas of their academic writing or career. So accounting, management, economics, finance, law, mass communication, whatever subjects are, right, can be there. Their personal abilities to conduct quantitative and quantitative research and their linguistic competence. Linguistic to pay ध्यान दिनु पर्यो। यो चाहिँ linguistic भन्नु खोजेको कुरा भाषा पनि सही हुनुपर्छ भन्ने हो क्या। तपाईँ हामीले प्रयोग गर्ने भाषा युज गर्ने ल्याङ्ग्वेज पनि क्वान्टिटीमा हाल्नुपर्ने हुन्छ। तपाईको रिसर्च के हो। अर्को अभाइलिटी अफ द मटेरियल्स एन्ड डेटा। तपाईले जुन विषयमा रिसर्च गर्ने हो नि त्यो विषयमा तपाईले पर्याप्त रिसोर्स पाउनुहुन्छ हुँदैन, त्यो कुरा पनि थिङ्क गर्नुपर्छ है। है म नयाँ विषयमा गर्छु भनेर तपाईँ सोध्नु, तपाईँ नयाँ विषयमा रिसर्च गर्ने त सोध्नुहुन्छ, तर के हुन सक्छ भन्दा त्यो नयाँ विषयमा सबभन्दा पहिला रिभ्यू लेख्ने, इन्ट्रोडक्सन च्याप्टर लेख्ने, रिभ्यू लेख्ने डकुमेन्ट नहुन सक्छ। अब त्यो भएन भने तपाईको रिसर्च त कम्प्लिट भएन, तपाईको ज्ञानको होराइजन त बढ्ने भएन, ब्रोडनेस अफ नलेज त आउनु भएन, तपाईँ क्लियर हुने अवस्था हुँदैन। तपाईले कुनै पनि प्रपोजल लेख्दाखेरि 30 देखि 40 वटा बुकहरू, रिसर्च आर्टिकल्सहरू पढ्नुपर्छ भन्ने कारण के हो, त्यो विषयमा तपाईको नलेजको ब्रोडनेस हैन अलि एनहान्स होस् भनेर भन्नको लागि हो क्या, बढोस् भनेर, तपाईँ ज्ञान बढोस् भन्नको लागि हो नि त हैन। यो तपाईँ थोरै सोध्नुहुन्थ्यो त्यो विषयमा, अब धेरै सोध्नुहोस्। त्यसको पोजिटिभ एस्पेक्ट, नेगेटिभ एस्पेक्ट, करेन्ट टेन्डेन्सिजहरू के छ, ट्रेन्ड्स के छ भन्ने कुरा तपाईँ केही न केही नलेज पनि आओस् है भन्नको लागि हो।
यसको अर्थ जहिले पनि के छ भन्दाखेरि त्यो विषयमा डेटा कलेक्सन गर्ने विषयमा होस् अथवा तपाईँ रिसोर्स जुटाउने बेलामा होस् त्यसमा पर्याप्त डेटाहरू पाइन्छ पाइँदैन तपाईँले त्यो हेर्नुपर्ने हुन्छ। Students need to consider which literatures and business database they have access to, as well as whether the data for the empirical analysis can be collected. अब यो कुरा तपाईले डेटा कति ल्याउन सक्नुहुन्छ? तपाईँ छान्नु होला, तपाईँ हिमाली भेग भन्नु होला, हिमाली भेग भन्नु होला। अब तपाईँ उपलो मुस्ताङको माथि डोल्पा जाने 5 दिन लाग्छ हैन? यसबाट तपाईँ डोल्पाकै स्थानीय पत्रकार साथीले चाहिँ गर्न सक्नुहुन्छ। यहाँबाट काठमाडौँबाट डोल्पा गरेर रिसर्च गर्न गाह्रो हुन्छ। किन गाह्रो हुन्छ भन्दा तपाईले जहिले पनि रिसर्चमा के कस्ट लाग्छ, टाइम लाग्छ हैन? जहिले पनि आफ्नो खल्ती हेरेर रिसर्चको टपिक छान्नुपर्छ भने हो। यसको अर्थ त्यस्तो रिसर्च टपिक छान्नुस् जसले तपाईको पकेटलाई पनि केयर गरोस्, पकेटमा पनि केयर गर्नुपर्छ है। The structure of the thesis mainly depends on the topic of choice and whether it is theoretical or empirical. However, these parts are generally included. मैले भनिहालेँ, यसमा त मैले भनिहालेँ। अब तिमीहरुले के भन्दा अब भोलि हामी च्याप्टर 1 मा के लेख्ने, च्याप्टर 2 मा के लेख्ने भनेर हामी हेर्छौं। अब थोरै कुरा यो किन यो विषयलाई एकदमै यो सिन्थेसाइज गरेर एकदमै त्यो सर्टकटमा म बोलिरहेको छु भन्दा हामीसँग मैले 7 दिनदेखि 10 दिन तपाईको थेसिस राइटिङ क्लास लिन्छु है। यो 10 दिनभित्र तपाईँ टोटल रिसर्चको बारेमा तपाईलाई ज्ञान हुनुपर्छ। प्रोसेसमा तपाईँ इन्गेज हुन सक्नुपर्छ। त्यसकारण पनि के छ भन्दा मैले अलरेडी गरेर तपाईलाई के काम पनि टास्कहरु पनि के दिन्छु तपाईलाई मैले हैन। त्यसकारणले यो कुरा ध्यान दिनु होला। हामी त अब पढ्न त तपाईको अब यो 1 वर्षभरि पढ्ने कुरालाई हामीले एकदमै सर्ट टर्ममा छोटो समय हामी पढ्दैछौँ। त्यसकारणले त्यो कुरा एकदमै क्लियर हुनुपर्छ। आज मैले यति नै गरी सबभन्दा पहिला तपाईको फिडब्याक पनि लिउँ। हामीसँग 10 मिनेट टाइम अर्को छ। अब आजको क्लासमा तपाईलाई कन्फ्युजन भएको कुराहरू सोध्छु। पहिला म तपाईहरु कोही कन्फ्युज हुनु भएको छ भने तपाईले यु क्यान रेज क्वेशन्स हैन। अनि तपाईले सोध्न सक्नुहुन्छ। सबभन्दा पहिला मैले आशिष रेग्मीजीलाई सोधेँ, केही छ आज पढ्नुभएको विषयमा? केही छ आशिषजी? केही छ? हजुर सर, केही छ आज पढ्नुभएको विषयमा केही छ सुभाषजी? सर फर्स्ट क्लास अलिअलि बुझ्न त अलिअलि बुझेँ सर, अलिअलि नोट पनि गरेको छु सर। अब 2-4 दिनसम्म क्लियर हुँदै जान्छ होला सर भन्ने विचार गरेको छु सर। अलिअलि साउन्डको चाहिँ डिस्टर्ब आएछ थोरै। हो त्यस्तो आछ, ठीक छ। त्यसलाई अब यो जेनजी आन्दोलनपछि यो ठाउँ ठाउँमा तपाईको यो जलाएको हुनाले पोलहरू जलाएको छ नि त।